कुनै समय एउटा अलि ठुलो सहरमा एकजना मेयर थिए। काम विशेषले उनी रातको समयमा गाउँमा हिँड्दै गरेको अवस्थामा अचानक एक व्यक्तिलाई भेट्छन्। धेरै राति भइसकेको हुन्छ र उसले सोध्छ, तिमी को हो, किन यो गाउँमा के गर्दैछौ गल्ली गल्लीमा राति? र उसले भन्छ, म मृत्यु हुँ, म भोलि बेलुकासम्म यो गाउँबाट 100 जना लानु छ। र यो खबर थाहा पाएपछि मेयरले भोलिपल्ट मेयरले गाउँमा उर्दी जारी गर्छन्, भेला गर्छन् र सबलाई भन्छन् यो गाउँमा मृत्यु छिरेको छ, यमराजको दूत मृत्यु छिरेको छ, केवल सबैजना सजग र सचेत रहनु होला भनेर उसले सबलाई हल्ला फिजाउँछ, सबतिर भन्छ। यो खबर सबको कान कानमा पुग्छ र परिपल्ट नभन्दै 100 जना होइन 1000 जना मान्छेहरूको चाहिँ मृत्यु हुन्छ। र ती मेयरलाई एकदमै आश्चर्य लाग्छ, यमराजको दूत मृत्युले 100 जना मात्रै लान्छु भनेको थियो, तर कसरी 1000 जना लग्यो उसलाई जान्ने इच्छा जाग्छ। र ऊ भोलिपल्ट बेलुका त्यही हिजोकै पुरानै गल्लीमा जान्छ, नभन्दै त्यहाँ यमराजको दूत मृत्युसँग उसको भेट हुन्छ र उसले सोध्छ, तिमीले त हिजो 100 जना मात्रै लान्छु भनेका थियौ, तर किन आज 1000 जना लग्यो भन्छ। र मृत्युले भन्छ, मैले त 100 जना मात्रै लगेको हो, बाँकी 900 जना त आफ्नै चिन्ताले लगेको हो, त्यही भएर चिन्ताले चितामा पुर्याउँछ। मित्रहरू, यो कथाबाट हामीले के सिक्न सकिन्छ भने चिन्ताले नै मानिसलाई चितासम्म पुर्याउँछ। भनिन्छ नि, वनको बाघले खानु कता हो कता मनको बाघले खाइहाल्यो। त्यसैले अनावश्यक पीर चिन्ता नलिऊ। आवश्यक पीर चिन्ता गर्नु भनेको नै आफ्नो कालभन्दा अगावै मृत्युवरण गर्नु हो।